म हिजो दिउँसो एउटा किताब खोज्नको लागि बजार गएको थिएँ। खासमा त्यो किताबको बारे चाहिँ मलाई मार्टिन चौतारीका रिसर्चर भाइ रुप गुरुङले भन्नुभएको हो। उहाँले केही दिन अगाडि चाहिँ यो किताबको फोटो पठाउँदै म्यासेन्जरमा, यो चाहिँ तपाईँलाई काम लाग्न सक्छ है, यो किताब चाहिँ काम लाग्ने हुन सक्ने सम्भावना देख्छु भनेर उहाँले पठाउनु भएको थियो। अनि मैले त्यो किताबको बारे अलिअलि बुझ्ने कोसिस गरेँ, त्यो किताब के सम्बन्धी रहेछ भनेर खोजेँ। अनि मलाई पनि यो किताब मेरो कामको लागि, जे म अहिले काम गरिरहेको छु, त्यसको अध्ययन गरिरहेको छु, त्यसको लागि चाहिँ राम्रै होला, आफ्नो नलेजको लागि पनि राम्रै होला भन्ने लागेर आज म यो किताब लिन गएको। यो किताब वज्र बुक्समा रहेछ। अनि वज्र बुक पुगेर यो किताब हेरेपछि मलाई किताब चाहिँ राम्रो लाग्यो, तर यसको मूल्य देखेर चाहिँ एकचोटि सोच्न बाध्य बनायो। तपाईँहरूलाई देखाउँछु म, किताब चाहिँ यही हो। यो किताबको शीर्षक चाहिँ म त उच्चारण गर्न पनि जान्दिनँ, यो बारेमा पछि कुरा गरौँला। यसको मूल्य चाहिँ यहाँ टाँसिएको छ, यहाँ हेर्नुहोस् है, यहाँ मूल्य टाँसेको छ। यो किताबको मूल्य चाहिँ 8,500 रहेछ। अनि मैले वज्र बुकको मान्छेलाई चाहिँ के भने यो त साह्रै महँगो पो रहेछ त भनेको। यो अब यता इन्डियन एडिसन निस्किएको छैन, इन्डियन एडिसन आएको भए अलिक सस्तो पर्थ्यो होला, यो किताब चाहिँ महँगै छ भनेर भन्नुभयो। अनि म तपाईँलाई डिस्काउन्ट गरिदिन्छु नि भनेर भन्नुभयो। र 1,000 रुपियाँ डिस्काउन्ट गरेर मलाई 7,500मा यो किताब दिए। अनि मैले यो किताब लिएर आएँ। यो किताबको हेडिङ मैले उच्चारण गर्न नसक्नुको कारण चाहिँ यो किताब पूर्णतः जर्मन भाषामा छ। मलाई जर्मन भाषाको चाहिँ एउटा पनि वर्ड जान्दिनँ, आउँदैन मलाई। तर पनि आँट गरेर यो किताब ल्याइयो। अब यो किताब कसरी पढ्ला त, यो बुझ्दै नबुझ्ने मान्छेले भन्ने तपाईँलाई लागिराखेको होला। म त्यही विषयमा तपाईँहरूलाई भन्न चाहेको छु आज। खासमा यो किताबलाई म अहिलेको नयाँ प्रविधि एआई टुल्सहरू प्रयोग गरेर अनुवाद गरेर पढ्ने विचार गरेर किनेर ल्याएको। किनभने मसँग चाहिँ यो पश्चिम गुरुङको बारेमा गरिएका अध्ययनहरूको किताब पनि छ। त्यसै गरेर मध्य गुरुङ भनिन्छ, पश्चिम गुरुङ भनेर कास्कीदेखि उताको कुरा गरौँ, मध्य गुरुङ यो लमजुङतिरको सन्दर्भमा गरिएको अध्ययनको पनि किताब छ। तर यो पूर्व गुरुङ भनेर भनिन्छ, योलाई यसरी विभाजन गरिएको देखिन्छ कतिले, मैले त्यही मात्र कपी गरेको, यो मेरो भर्सन त होइन। तर गोर्खा क्षेत्रमा गरेको गुरुङ घलेहरूको सन्दर्भमा गरिएको अध्ययनको चाहिँ मसँग कुनै त्यस्तो एकदम विस्तृतमा अध्ययन गरिएको पुस्तक थिएन र मैले खोजिरहेको थिएँ र मैले पाइरहेको पनि थिएन। तर यो चाहिँ बारपाकमा, विशेष गरेर बारपाकभन्दा माथिको गोर्खाको सन्दर्भमा गरिएको अध्ययन हो। यहाँ अध्ययनको अब पाठहरू छ, त्यो विषयमा पछि कुरा गरौँला। अर्को कुरा चाहिँ यो किताब एक हिसाबले लेटेस्ट किताब हो यो खालको अध्ययनको चाहिँ। कारण किनभने धेरै पुरानो किताबहरू छ, एन्थ्रोपोलोजिस्टहरूले एथ्नोग्राफी गरेको गुरुङको बारेमा, त्यसमा घले पनि छ, मध्य र पश्चिमको चाहिँ। तर यो चाहिँ 2019मा मात्रै यो लेखकले चाहिँ आफ्नो डिजर्टेसन सिद्ध्याएको, पिएचडी पुरा गरेको, र त्यसैलाई किताबको रूपमा चाहिँ 2023मा मात्रै ल्याएको। यो हिसाबले चाहिँ यो निकै लेटेस्ट हो भन्ने मलाई लाग्छ। त्यो कारणले पनि मलाई यो पुस्तकप्रति चासो थियो। अनि मैले जति चाहिँ यो किताबको बारेमा नेटहरूमा खोजेँ र हेरेँ, त्यो सन्दर्भले पनि मलाई आकर्षित गर्यो। तर अब यो किताबमा के छ भन्ने, अब यो किताब मलाई काम लाग्छ लाग्दैन, कति काम लाग्छ भन्ने कुरा चाहिँ मलाई थाहा छैन। यद्यपि ल्याइहालेँ, अब चाहिँ यसको बुझ्ने कसरी र भन्ने कुरा चाहिँ छ। आज चाहिँ म यो किताबलाई मैले कसरी बुझ्न खोजिरहेको छु टेक्नोलोजीको प्रयोगबाट भनेर त्यो पनि बताउँछु। म चाहिँ विभिन्न किसिमको एआई टुलहरू प्रयोग गरेर यो किताब बुझ्छु भन्ने आँट गरेको छु। किनभने यो किताब मलाई बुझ्नु नै छ, पढ्नु नै छ, तर जर्मन भाषा त जान्दिनँ। अब कति एकुरेसी हुन्छ त्यो मलाई थाहा छैन, तैपनि मलाई विश्वास छ विभिन्न
एउटा मात्र टुल्समा भर नपरिकन विविध टुल्सहरूमा के अरे यसको क्रस भेरिफाई गर्यो भने सम्भवतः यो बुझ्न सकिन्छ भन्ने मलाई आशा छ। आज चाहिँ म यसको हेडिङ र टेबल अफ कन्टेन्ट विषय सूचीसम्म मात्रै यहाँहरूसँग सेयर गर्छु। त्यसपछि मैले यो किताबको बारेमा च्याप्टर वाइज पढ्दै जाँदा बुझेको कुराहरू यहाँहरूसँग सेयर गरौँला। यो किताबमा के छ भन्ने कुरा म यहाँहरूलाई भनौँला। त्यो विचार गरिरहेको छु म। किनभने यो किन पनि मैले त्यसो भनेको भने अब नेपालमा विदेशीहरू आएर अध्ययन गर्छन् अनि अध्ययन गरेर गइसकेपछि उनीहरूले त्यो नलेज प्रकाशन गर्छन्, तर त्यो नलेज चाहिँ कम्युनिटीको एक्सेसमा छैन। यही किताबको कुरा गरौँ न। यत्रो पैसा हालेर एउटा किताब कसले किन्ने, कसरी किन्ने, फेरि अब जर्मन भाषा बुझ्ने छैन। त्यो कारणले पनि मलाई चाहिँ अब पुरै किताब त होइन, तर यो किताबको बारेमा केही न केही चाहिँ हामी समुदायलाई बुझ्ने गरी भन्न पाए हुन्थ्यो भन्ने पनि लागिरहेछ। आज चाहिँ मैले के गरेको छु भन्ने यहाँहरूलाई सुनाउँछु। पहिलो कुरा त मैले यो किताबको हेडिङ, इनर पेजहरू, यो कभर पेज अनि इनर पेजहरू र विषय सूचीलाई फोटो खिचेँ र त्यो फोटोलाई चाहिँ च्याट जिपिटी कम्फर्टेबल लाग्छ मलाई। अरूमा पनि भेरिफाई गर्छु म। आज चाहिँ मैले च्याट जिपिटीमा राखेर, किनभने मेरो क्युरियोसिटी यसको टेबल अफ कन्टेन्ट के होला भन्ने लागिरहेको थियो। त्यही भएर मैले चाहिँ त्यसलाई च्याट जिपिटीमा राखेर ट्रान्सलेट गरेर हेरेँ। यसरी हेर्दा चाहिँ यस्तो देखियो। ल त म तपाईँहरूलाई यो सुनाउँछु, च्याट जिपिटीले कसरी गरेको छ भन्ने कुरा म तपाईँहरूलाई सुनाउन चाहन्छु। यो किताब मैले यो ल्यापटपमा राखेको छु यसरी। यहाँ मैले यो ट्रान्सलेट गरेर हेरेको। च्याट जिपिटीले के भन्छ भने यो किताबको शीर्षक चाहिँ अब मैले बुझेन है, मैले यहाँ बुझ्दैछु अहिले। किताबको शीर्षक मैले नेपालीमा नै गरेँ, किनभने अब इङ्ग्लिसमा पनि गरेर हेर्छु। त्यसपछि इङ्ग्लिसमा हेरिसकेपछि नेपालीमा चाहिँ यसले कति एकुरेटली गर्यो भन्ने थाहा हुन्छ। म खास गरेर इङ्ग्लिसमा हेर्ने विचार गर्छु। कारण किनभने जर्मनदेखि इङ्ग्लिसमा जाँदा चाहिँ नेपालीमा आउँदा भन्दा मोर सुइटेबल वर्डहरू र एकुरेट हुन्छ कि जस्तो लागेको छ। यद्यपि अब कतिपय कुराहरू चाहिँ इङ्ग्लिसमा पनि फेरि के अरे घले भाषामा भएको अनि तमु भाषामा भएको चिजहरू त्यहाँ जर्मनीमा गएर फेरि इङ्ग्लिसमा आउँदा त्यो पनि फेरि भेरिएन्ट होला, फरक परेर आउँला। तैपनि मलाई के लाग्छ भने यो चिजहरूमा चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ बन्छ होला। एकुरेट एकदमै कतिपय वर्डहरूमा अप्ठ्यारो भए पनि भन्ने लागेको छ। यसको शीर्षक चाहिँ के रहेछ भने सामनवाद भनेको झाँक्रीवाद। विशेष गरेर अब हामी झाँक्री चाहिँ प्रयोग गर्दैनौँ शब्द, इन जनरल टर्ममा चाहिँ झाँक्री नै भन्छन् होइन। सामनवाद र तिब्बती बौद्ध धर्म बिचको अन्तर सम्बन्ध भन्ने रहेछ यसको हेडिङ चाहिँ। र यो स्टडी गर्ने मान्छेको नाम चाहिँ हार्टमुट जिमोलोङ भन्ने रहेछ कि, जर्मन हो मान्छे चाहिँ। अनि इनर पृष्ठमा के लेखिएको रहेछ भने चाहिँ अब त्यो हेडिङ नाम छँदैछ। त्यसपछि नेपाली हिमालयको घले र कुके भाषा बोलिने क्षेत्रमा सामनवादी परम्परा, त्यहाँको झाँक्रीवाद चाहिँ कस्तो छ त भन्ने रहेछ। खास गरी यो बारपाकभन्दा माथि चुन्नुब्रीको पनि छ। विशेष गरी ङ भनेको चाहिँ तमुकेमा चाहिँ ङ भनेको चाहिँ ढ्याङ्ग्रो हो। यहाँ चाहिँ यो भाषाबाट आउँदा चाहिँ जर्मनबाट नेपालीमा ट्रान्सलेट गर्दा च्याट जिपीले चाहिँ ढोल भनेर गरेको छ। सो त ढोल पनि मिल्छ होला, ngलाई चाहिँ ढ्याङ्ग्रो ढोल मिल्छ होला जस्तो लाग्छ। यसले नगरा पनि भनेको छ, तर विशेष गरेर यो लामो र पचु घ्याब्रेहरूले बजाउँदा चाहिँ ngलाई ढ्याङ्ग्रो भन्ने चलन छ होइन।ङ नामक सामनको ढोल भनेको छ। ढोल सम्बन्धित धार्मिक अनुष्ठानिक परम्परामा केन्द्रित। यो चाहिँ त्यो ngको धार्मिक अनुष्ठानिक परम्परालाई चाहिँ विशेष गरेर यो स्टडीमा राखिएको भन्ने देखिन्छ। गरुड प्रकाशनले प्रकाशन गरेको रहेछ। यो गरुड जर्मन प्रकाशन हो।
अनि यही लेखेको छ, प्रस्तुत शोध कार्यलाई ज्युरिख युनिभर्सिटी विश्वविद्यालयको दर्शनशास्त्र संकायले सन् 2019को शरद सेप्टेम्बरमा प्राध्यापक डाक्टर माइकल ओपिड्स र प्राध्यापक डाक्टर मार्टिन गेन्सले गरेको सिफारिस प्रस्तावका आधारमा शोध प्रबन्ध डिजर्टेसनका रूपमा स्वीकृत गरेको हो। यसबाट स्पष्ट हुन्छ कि यो पुस्तक ज्युरिख विश्वविद्यालयमा सन् 2019को शरद सेप्टेम्बरमा स्वीकृत भएको विद्यावारिधि शोध प्रबन्धमा आधारित छ। यो चाहिँ पिएचडी थेसिसको किताब हो भन्ने कुरा यसले भन्छ। अनि यसमा के भनिएको छ भने आवरणमा भएको तस्बिरको बारे भनिएको छ। त्यो माथि र तल छोटो छोटै किताब के अरे फोटो छ नि, त्यसमा चाहिँ बारपाकमा सामन राजबहादुर घोधाने गुरुङद्वारा गरिएको मिथकीय पौराणिक वाचन वा प्रस्तुति, उनको त्यो त्यही भन्छौँ नि हामीले धेरैले बुझ्ने भाषामा, त्यो राजबहादुर घोधाने गुरुङले गरेको त्यहीँको बारपाकमा गरेको त्यहीँको फोटो हो माथिको चाहिँ। र तलको चाहिँ बारपाकको बौद्ध गाउँ मन्दिरमा कान्छा लामा उनको छोरा र तारा लामाले गरेको पूजाको दृश्य हो भनेको। बारपाकमा चाहिँ कान्छा लामा उनको छोरा र तारा लामाले गरेको लामाहरूको पूजाको फोटो देखिन्छ। यसरी हेर्दा चाहिँ यो किताबको शीर्षक अनि इनर पेजमा त्यसको डिस्क्रिप्सनहरू यसरी दिइएको रहेछ। अब विषय सूचीको कुरा गरौँ है त, यो अलि लामो छ, अब भूमिका भइहाल्यो। त्यसपछि अध्ययन क्षेत्रको कुरा छ। अध्ययन क्षेत्रमा धार्मिक अवस्थालाई सामान्यवादी पक्षलाई राखेर यो चाहिँ सामान्यवादी पक्षलाई चाहिँ यो अध्ययनले अग्रस्थानमा मतलब प्रमुखता दिएर अध्ययन गरिएको छ। यो अध्ययनमा अध्ययन गरिएको छ भनेर लेखिएको छ। अब अध्याय 1 मा के छ भने घले र कुके भाषा बोलिने क्षेत्रमा जातीय विशेषताहरू भनेर गुरुङ, घले, कुताङ्की र तिब्बतीको बारेमा छ। अध्ययनको केन्द्रमा रहेका निवंश शास्त्रीय रूपमा कमै अध्ययन गरेको नेपालको द्विभाषिक क्षेत्र, यो किताब यहाँ भन्न खोजेको चाहिँ निवंश शास्त्रीय मानवशास्त्रीय एन्थ्रोपोलोजिकल हिसाबले चाहिँ त्यो क्षेत्रमा खासै अध्ययन नभएको, एकदम कम अध्ययन भएको क्षेत्र हो भनेर इन्डिकेट गर्न खोजिएको। सम्भवतः यसमा चाहिँ लिट्रेचरहरू त्यहाँ के अध्ययन भएको छ भन्ने कुरा होला। अब अर्को छ अनि घले र कुके भाषाको वितरण क्षेत्र तथा भाषिक वर्गीकरण, यो सम्बन्धी छ। यसमा भाषिक कुराहरूको बढी हुनुपर्छ। अब उत्पत्ति, कुल, वंश संरचना र जातीय पहिचान 2 नम्बरमा छ। 2.1 मा घले भाषा बोलिने क्षेत्रमा कुल, उत्पत्ति र जातीय पहिचान भन्ने छ। यसको कमा चाहिँ घलेहरू र उनीहरूको उच्च भूमि बारपाक, घलेहरू र उनीहरूको आफ्नै कुल वंश संरचना, घलेहरू र उनीहरूको परम्परागत शक्ति स्थिति। अब खमा आएर गुरुङ भन्ने छ। बारपाकमा गुरुङ, माछाखोलाको उपत्यकामा गुरुङको सन्दर्भमा आउँछ। बुढी गण्डकीको मध्य प्रवाहको उपत्यकामा पनि गुरुङ। अब ख्याङ्पो कुलको बारेमा यहाँ उल्लेख गरिएको छ। कुताङ क्षेत्रमा कुल, उत्पत्ति र जातीय पहिचान भन्ने चाहिँ 2.2 छ। कुलहरू कुताङ्की जातीय पहिचान सम्बन्धी भनेर छ। अध्ययन क्षेत्रमा तिब्बतीकरण तथा यो बुद्ध धर्मको विस्तारको प्रक्रियाहरूको बारेमा छ। यो चाहिँ 3 नम्बरमा। नुब्री उपत्यकामा, यो चाहिँ नुब्री उपत्यकामा तिब्बतीहरूको आगमन, कुताङ समुदायको बुद्ध धर्म अवलम्बनको त्यो प्रक्रिया, महत्त्वपूर्ण तान्त्रिक ग्रन्थहरूको प्रसार तथा निम्मापा परम्पराको सुरुवात, लामा छोकी निमा र किमोलुङको केन्द्रमा बौद्ध धर्मको सामन्तवादी स्वरूप तथा स्थानीय देवताहरू, घले भाषा बोल्ने बारपाक सम्बन्धमा बौद्ध धर्मको प्रसारका चरणहरू। अब अध्याय 2 मा चाहिँ सामन्तवाद र तान्त्रिक बौद्ध धर्ममा चाहिँ समाधि
को कुराहरू छ त्यो दृष्टिकोणलाई कसरी धर्मलाई चाहिँ समाधिको दृष्टिकोणबाट हेर्दा कस्तो देखिन्छ भन्ने छ। सामनहरूको समाधि प्रविधि र धर्मको रूपमा सामनवाद, अनि आत्मा बाहिर निकाल्ने तथा आत्माहरूलाई आफ्नो शरीरमा प्रवेश गराउने, यो चाहिँ विशुद्ध यो सामानिजमको प्रक्रिया भयो। अनुष्ठानिक र मौखिक यात्राहरू, यो चाहिँ आत्मालाई प्रसार गर्ने, एक ठाउँबाट अर्को ठाउँमा लाने, जुन चाहिँ घ्याब्रे पजियोहरूले गर्छ त्यसको कुरा भयो। धर्मको रूपमा सामनवाद चाहिँ जस्तो धर्मको रूपमा कसरी उदाएको छ, कसरी छ भन्ने कुरा छ। अब बौद्ध धर्ममा सामनवादी पक्ष दुईमा चाहिँ बौद्ध धर्मलाई सामनवादी पक्षहरूको विकास, बुद्ध धर्ममा चाहिँ यो सामनवादी जस्तो परम्परागत चिजहरू चाहिँ कसरी यो झाँक्रीवाद चाहिँ प्रवेश गर्यो र कसरी यो दुईटा चाहिँ विकास हुँदै गयो भन्ने कुरा छ। मतलब यो विषय सूची हेरेर चाहिँ त्यो हुनुपर्छ भन्ने लाग्छ। समाधि प्रविधि व्यवहारिक दृष्टिकोणहरूको विकास, समाधि अवस्थाको रूपमा बुझ्ने, सामनहरूको धार्मिक रणनीतिको सामिप्य, बोधिसत्व प्रेरणालाई सामनहरूको व्यवहारिक सहानुभूति र निष्पक्षता विरुद्धको प्रतिवादका रूपमा हेर्ने दृष्टिकोण, प्रभुत्वतर्फ जाने मार्गको अनुष्ठानीकरण, तान्त्रिक बौद्ध समाधिको स्वरूप। यो खास गरेर यो अध्यायमा चाहिँ यो अध्यायको पनि विशेष गरेर यो पर्टिकुलर च्याप्टरमा चाहिँ बुद्ध धर्म र स्थानीय सामनवाद चाहिँ कसरी एकाकार भयो र बुद्ध धर्मका लामाहरूले चाहिँ स्थानीय सामन परम्परालाई कसरी एडप्ट गर्यो भन्ने कुराको बढी विश्लेषण छ भन्ने होला भन्ने मलाई। पौराणिक भारतीय सिद्ध पद्मसम्भव सामनवादी परम्परासँग व्यवहार गर्ने बौद्ध गुरुका रूपमा, पद्मसम्भव विशेष गरेर पद्मसम्भवले चाहिँ यो परम्परागत उसलाई एडप्ट गरेको भन्ने हुँदा चाहिँ त्यो विषयलाई होला। स्थानीय धर्मका पक्षहरूको समावेश र तिब्बती बौद्ध धर्मको निङ्मा सम्प्रदायको निर्माण, कसरी चाहिँ स्थानीय परम्पराहरूलाई जोडेर निङ्मापा सम्प्रदाय चाहिँ बुद्ध धर्मको निङ्मापा सम्प्रदाय चाहिँ तिब्बतमा उदय भयो भन्ने कुरा। त्यसै गरेर बौद्ध धर्म सामनवादी समाधिका रूपहरू है, दिशान्त तथा ध्यानको अवधि, त्यो विविध खाले त्यो ध्यान गर्ने विधिहरू, समाधिको कुराहरू सबै यस्तो छ जस्तो लाग्छ। अब अध्याय 3मा चाहिँ तुम पज्यू चाहिँ यो राजबहादुर घोदाने चाहिँ पज्यू हुनुपर्छ होइन, किनभने यहाँ अहिलेसम्म चाहिँ उनी पज्यू हुन् कि घ्याब्रे हो भन्ने कुरा त थाहा छैन, आइसकेको छैन। तर पज्यूको चाहिँ कुराहरू धेरै आउने हुँदा उनी पज्यू हुनुपर्छ, पज्यू गुरु हुनुपर्छ। अनि पज्यू सामनवाद, त्यो पज्यू आफै चाहिँ झाँक्री हो बोलीचालोको भाषामा भन्दा, निङ्मापा लामावादसँगको अन्तर्सम्बन्ध, निङ्मापा लामा र पज्यूको अन्तर्सम्बन्ध चाहिँ के छ भन्ने विश्लेषण। घले भाषा बोलिने क्षेत्रमा सामनको ढोल उहाँको पूजा आराधना, यो तल्लो भेग भनौँ न, नुब्रीलाई चाहिँ कुके भाषा बोल्ने ठाउँ भनेको छ, त्योभन्दा तलको एरियालाई चाहिँ बारपाकको, विशेष गरेर बारपाकलाई चाहिँ घले भाषा बोल्ने क्षेत्र भनेर यसरी छुट्याएर गरेको अध्ययन देखिन्छ। त्यहाँ चाहिँ व भनेको चाहिँ ढ्याङ्ग्रोको पूजा आराधनाको सम्बन्धमा हुनुपर्छ। यो सामन र उनको हुवा ढोलको अनुष्ठानिक जन्म, कसरी त्यो हुवाको जन्म भयो, आफ्नै वंश कुलको लागि जादुई शक्तिको धार्मिक स्रोतको उद्घाटन, त्यो हुवाको निर्माण र हुवाको प्रक्रियापछि चाहिँ कसरी जादुई शक्ति निर्माण भयो भन्ने कुराहरू यसमा हुनुपर्छ। विश्व दृष्टिकोण सम्बन्धी आधार तथा जादुई शक्तिको धार्मिक स्रोत, त्यो शक्ति चाहिँ कसरी उत्पन्न भयो, सामन, आदिम सामन नोरा बोन्यो र आदिम लामा साङ्गी लामा बीचको सङ्घर्ष सम्बन्धी मिथकीय कथा, यो रोचक कथाहरू होला। यो कथाहरू फेरि थुप्रै किसिमको कथाहरू हामीले सानैदेखि सुन्दै पनि आएको हो। अब यसमा के कथा छ आई डोन्ट नो, तर यो चाहिँ रोचक कथाहरूको रोचक कथाहरू होला। त्यसै गरेर
सन मिथक र धार्मिक सत्य, फोमी सामन र तथा घसिन सामन, सिङ्कीलाई चाहिँ मौलिक र सामन वृक्षको रूपमा कसरी लिइन्छ भन्ने छ। थुङ्गी सामन भन्ने यो विषयहरूमा चाहिँ कस्तो कस्तो पजुहरू हुन्छ भन्ने विश्लेषण होला जस्तो लाग्छ पजुको प्रकारहरूलाई। थोबसँग आगोको स्थानमा धुप बाल्ने, दीक्षा र ढोल ग्रहण गर्ने प्रक्रियाको पहिलो प्रमुख अध्याय यो चाहिँ आगोसँग रिलेट भएर आयो। प्राथमिक टिप्पणी अनुष्ठान अवयव तथा मिथकीय गीतहरूको भाषा विशेषता, यस भाषा चाहिँ कुन भाषा प्रयोग गरिएको छ। अब मैले योभन्दा अगाडि नेटमा सर्च गरेर हेर्दा चाहिँ यहाँ न घले भाषा छ न कुके भाषा छ। यो चाहिँ एन्सेन्ट टाइपको भाषा छ जुन चाहिँ यता लमजुङ कास्कीतिरको पजुहरूले पनि त्यही भाषाको प्रयोग गर्छ। त्यसलाई चाहिँ चौपे भन्छ यतातिर, उता के भन्दो रहेछ अब थाहा होला। थोबसङको आह्वान, प्रारम्भिक क्रियाकलाप, समाधि अवस्थामा छानामाथि उक्लिने, धुरीमा चढेर के गर्ने चाहिँ यो पजु घ्याब्रेहरूको के अनुष्ठानिक कामहरू हो। विभिन्न अनुष्ठानिक कामहरूमा चाहिँ धुरीमा चढेर गर्ने चलन हुन्छ। गकिन ढोल बजाउने कार्य, दीक्षा र ढोल ग्रहण गर्ने प्रक्रियाको दोस्रो प्रमुख अनुष्ठान। त्यो चाहिँ सम्भवतः कसैले ट्रान्सफर गर्दाको कुरा होला। अनि 3 बाँसको काठ तल झार्ने, दीक्षा र ढोल ग्रहण गर्ने प्रक्रिया तेस्रो प्रमुख अनुष्ठान। त्यस्तै गरेर सृष्टिको विवरण, यसलाई चाहिँ यहाँ के भनिएको छ भने ठुक रब सृष्टिको विवरण, क रब कुखुराको विवरण, घ सिङ रब ढोलको काठ सम्बन्धी विवरण। यो चाहिँ त्यो ढोल बनाउँदाको प्रक्रियाहरू होला। अरू पेयहरूमा यता लमजुङ काशीतिरको पेयमा पनि यो ढ्याङ्ग्रो बनाउने पेय नै हुन्छ। त्यो पेयको बारे कुरा गरेको होला त्यो यो उसमा चाहिँ। रेमरेपु भनेको ढोल घेरा फ्रेम अर्पण गर्ने समारोह। यो चाहिँ यो के हो भने भनेको चाहिँ सामनहरूको विशेष प्रकारको अब शक्ति आर्जन गर्ने चिज हो। त्यो कारणले यसलाई चाहिँ त्यसलाई कसरी बनाउने, कसरी अर्पण गर्ने, कसरी यसलाई चाहिँ समापन गर्ने, यो विविध कुराहरू होला। दीक्षा र ढोल ग्रहण गर्ने प्रक्रियाको 5औं प्रमुख अनुष्ठान, दीक्षा र ढोल भन्ने है फेरि घलाई चाहिँ ढोल भनेको छ। ग्रहण गर्ने समारोह र स्थानीय विविधता, यसको पनि फेरि स्थानीय रूपमा पनि विविधता होला। यसरी नै यो सबै उहरू छ। अब चाहिँ सामन र उनको ढोलको अनुष्ठानिक प्रयोग, घको प्रयोग सम्बन्धी। अब आफ्नै कुल वंशको हितमा जादुई शक्तिको धार्मिक स्रोतको उपयोग। अघि हामीले जादुई शक्तिको उत्पत्ति भन्ने कुरा गरेका थियौँ। यसको प्रयोगको कुरा आयो यहाँ चाहिँ। आत्मा बोलाउने, आत्माहरूको स्थानतर्फ जाने, यो खास गरेर चाहिँ विशेष गरेर यो सामनहरूले चाहिँ आत्माको यात्रा गराउने हुँदा चाहिँ यो बोलाउने अनि ल्याएर मिसाउने, फेरि त्यसलाई चाहिँ छुटाएर पुर्याउने भन्ने यता लमजुङ कास्कीतिरको हुन्छ। त्यसैसँग सम्बन्धित होला अनुष्ठानिक कार्य। र अब विसर्जन गर्ने पनि कुरा हुँदा सामन र उनको ढोललाई अनुष्ठानिक रूपमा हटाउने, विसर्जन गर्ने प्रक्रिया। आफ्नो वंशको हितलाई जादु शक्तिको धार्मिक स्रोत पहुँच बन्द गर्ने। यो चाहिँ जब त्यो सामन गुरु मर्छ त्यसपछि चाहिँ उनको आत्मासँग चाहिँ त्यो जादुई शक्ति, जुन शक्ति प्राप्त गरेको थियो त्यो शक्तिलाई चाहिँ एक्सेस नदिने होला जस्तो लाग्छ है मलाई, बुझ्दै जाँदा, माथिदेखि तलसम्म पढ्दै जाँदा। अनि सामनको अनुष्ठानिक विदाई विसर्जन, त्यो मृत्युपछिको विसर्जनको कुरा आयो। मृतकहरूलाई मुक्त गर्ने, तिब्बती लामाहरूले स्थानीय परम्परालाई मृतक सम्बन्धी अनुष्ठानमा समावेश गर्ने। यो सामनहरूले त यो काम गरिरहेको भयो नै। अब तिब्बती लामाहरू आएर पनि यो अनुष्ठानिक जुन चाहिँ मृतक सम्बन्धी अनुष्ठानिक परम्पराहरू हो त्यसलाई चाहिँ कसरी उनीहरूले समावेश गरेर काम गर्यो भने जस्तो अहिले बोनलम भने जस्तै होला भन्ने लाग्छ। ढोलको अनुष्ठानिक विदाई। अब यहाँ एउटा अर्को चाहिँ यता मध्य र पश्चिम तमुहरूमा पनि भएको एउटा चाहिँ आयो। यो चाहिँ आलेकर्भको कथा भन्छ। यहाँ चाहिँ कसरी बाबुको पत्नीको लागि चाहिँ धनुषपान प्रतियोगिता गरे भन्ने कथा यो चाहिँ
धेरै चर्चित कथा हो। तीर्थ गुरुङले एउटा किताबै लेख्नु के अरे कथा सङ्ग्रह प्रकाशित गर्नुभएको छ आलिकर्म भनेर। त्यसमा चाहिँ एउटा कथा त्यो आलिकर्म सम्बन्धी छ। त्यसको पूर्वजहरूको विवरण त्यसको बारेमा रहेछ। अनुष्ठान फोला सम्बन्धी पुस्तक, पूर्वक्षे सम्बन्धी पुस्तक, यो राक्षस मार्ने रहेछ। यो चाहिँ यो कहाँको हो, कहिलेको हो, यो त्यहाँ त्यो अध्यायमा पुगेर पढेको छ। कुके भाषा बोलिने क्षेत्रमा चाहिँ पोजु सामन र निङ्मपा लामा बिचको अन्तर सम्बन्ध। माथिको नुब्री क्षेत्रमा पनि पोजु सामन र निङ्मपा लामा बिचको अन्तर सम्बन्ध चाहिँ यो च्याप्टरमा कुरा गर्दो रहेछ। यसरी हेर्दा विशेष गरेर यो पुस्तकले चाहिँ खासमा यो सामन र तिब्बती बुद्धिस्ट लामाहरू बिचको संसर्गले कसरी एकअर्का प्रभावित भयो र तिब्बती निङ्मपा लामाहरूले चाहिँ कसरी त्यो समुदायको स्थानीय समुदायको सामानिक परम्परालाई चाहिँ एडप्ट गरेर त्यो सर्भाइभ भयो र उनीहरूले विकास गरे भन्ने कथासँग सम्बन्धित छ जस्तो भन्ने विवरणहरूको अध्ययन त्यो सम्बन्धी अध्ययनसँग सम्बन्धित रहेछ। र लास्ट च्याप्टर चाहिँ लास्टमा चाहिँ सन् 2015को भूकम्पपछि पोजु सामनहरूले अभ्यासमा देखिएका चुनौतीहरू भन्ने रहेछ। अनि यो पछिल्लो अध्ययन भयो नि त, 19मा मात्रै यो अध्ययन सिद्धिएको भनेपछि भूकम्पपछि चाहिँ उनीहरूले कस्तो कस्तो समस्याहरू बेहोरे भन्ने रहेछ। खास गरेर चाहिँ त्यो गुरु सामन गुरु पोजु गुरु राजबहादुर घोदाने गुरुङको निधन भएपछि चाहिँ उनको अनुष्ठानिक विदाईलाई चाहिँ केन्द्रमा राखेको रहेछ। किनभने यो किताबमा चाहिँ एकजना मूल क्यारेक्टर चाहिँ र जसँग यो ज्ञान लियो लेखकले अध्ययन गर्दा त्यो चाहिँ एकजना त्यो मान्छे चाहिँ राजबहादुर घोदाने गुरुङ रहेछ, सामन बारपाको सामन। त्यो कारणले गर्दा चाहिँ यो सम्भवतः अध्ययन गर्दा गर्दै उनको निधन भयो यो अध्ययनकै अवधिमा, र उनको ढोललाई कसरी विसर्जन गरियो विदाई गरियो भन्ने सन्दर्भ चाहिँ यसमा आउने रहेछ। मैले आज तपाईँहरूसँग यसको किताबको नाम, किताब कसरी जन्मियो, किताबको विषयवस्तु के छ भन्ने कुरामा छलफल गरेँ, यहाँहरूसँग साझा गरेँ। छलफल भन्दा पनि साझा गरेँ। अब कसैले यो किताब पढ्नु भएको छ, यो किताबमा एक्सेस छ भने कमेन्टमा लेखिदिनु होला। यो किताबको बारेमा म थप बुझ्न चाहन्छु। बुझाइलाई चाहिँ यो किताब अब इङ्ग्लिसमै भएको र नेपालीमै भएको किताबको त बुझाइहरूमा अन्तर हुन्छ। एउटै किताब पढ्दा सबै मान्छेले त्यही रूपमा बुझ्न सक्छन्। एउटै कुरो सुन्दा एकैजना मान्छेको प्रवचन सुन्दा या कुरा सुन्दा एकै थरीले बुझ्न सक्छन् भन्ने हुँदैन। भने यो त जर्मन भाषामा भएको किताब अहिले मैले चाहिँ एआईको प्रयोग गरेर नेपाली भाषामा ट्रान्सलेट गरेर बुझ्न खोज्दाको अवस्था हो यो। त्यो कारणले गर्दा यदि तपाईँहरू कसैले त्यो किताबमा एक्सेस राख्नुभएको छ, पढ्नु भएको छ, या यो किताबको बारे चाहिँ कसैले सुनाएको छ भने प्लिज कमेन्टमा लेख्नुहोस्। अनि मलाई लाग्छ यो किताबको सन्दर्भमा चाहिँ बसेर हामी छलफल पनि गरौँला। म यति भन्दै अहिले बिदा हुन्छु। हस्, धन्यवाद।